चाहिँ अब है अब भाजेपुखु आएको छौँ। भाजेपुखुबाट चाहिँ अब हामी गाम्चा निस्किनु लागेको छौँ है। ल गाम्चा निस्किनु लागेको छौँ हामी। यहाँबाट हाम्रो यात्रा सुरु हुँदैछ। हामी चाहिँ अब पाजु पिन्ठा चाहिँ वानटाङाउ निस्केको हामी चाहिँ है। हामी मामाको जाँदैछौँ। अब यहाँबाट फेरि जाँदैछौँ है। फेरि हाम्रो यात्रा कन्टिन्यू भएको छ। हामीले सपिङहरू गऱ्यौँ है। हामी पुग्नु लागेको छौँ मामाको जाँदैछौँ हामी मामाको। यो पनि अर्को बाटो है। बाटो यहाँ दुई तिनवटा बाटो छ। सो कहाँबाट गयो नि हुन्छ। रमाइलो नि छ यहाँको बाटोहरू। जानु पर्ने रहेछ नि त के हो यताउताको बाटो। हामी यहाँको यसरी हामी चाहिँ स्पिडमा जाँदैछौँ है। यस्तो कच्ची बाटो पनि इभी दौडाएको छौँ। इभी दौडाएको छौँ। अब अच्छा बाल छैन ल हामी अर्को बाटो आयो। अर्को बाटो आयो। अर्को बाटो आउनु। ल पाजु घर पनि आइपुगेको रहेछ। ल आइपुग्यो फाइनली हामी पाजुको घरमा। ड्याम हान्दिने के हो पाजुको घरमा। ल आइपुग्यौँ हामी पाजुको घरमा। ल नाइट आउट हान्न। ल हुन्छ हाम्रो पाजु। ल फाइनली यहाँ पाजुकोमा आएको छौँ। पाजु दर्शन नमस्ते। ल है यहाँ इभी जहाजमा राख्ने लागेको छौँ हामी। ल है यहाँ यसरी भाएर बसिरहेको छ। त्यसो भइरहेको छ। ल स्प्राइट न जाउँ एउटा पाजु। हामी सपिङ पनि गरेर आएको छौँ। अब जाने ल एके ल मामा घरमा भोज दैन। मामा छौ मामा हामी आएको छौँ। आज यसरी आगो पनि बाल्न लागेको छौँ हामीहरू। पाजुले मिलाउँदै हुनुहुन्छ। अब यहाँ सुरुवात गरेको छौँ हामी बनाउनुतर्फ। यहाँ धेरै थोक ल्याएको छौँ हामीले। ल है ससेज मासुदेखि लिएर हरेक थोक। ल अब हाम्रो कामहरू सुरु भइरहेको छ। ल आज जुला पाजु याउ छेतो Chato, oh, yo, Jaco Shinchei, go by, shut up, go by. I'm saying ready, Boko Chavo, finally, so it took ready with it, sir. Dag Wola Mola, yeah, Pony Button ready with it, sir. मजाले हुँदैछ यहाँ मिठो अन्डा खाइदिउँ बनेर
मजाले खानेछौँ भोक लागेको छ अहिले है बनाइरहेको छ फोक सो फाइनली हाम्रो सबै डिसहरू रेडी भइरहेको छ है कतिपय त रेडी भइसक्यो है फोक्सो पनि हाम्रो पिस भइसक्यो सबै ठोक रेडी भइरहेको छ है ल अचार पनि फेरि बनायौँ हामीले मिठो लाग्यो है आजको नाइट आउट एकदम रमाइलो मिठो खाने ससेस है ल खागु पनि फ्राई भइरहेको छ हो अब हामीले त धेरै डिस खायौँ आज हो रमाइलो चिया पोल्टी खाँदै अब ल नाम्चाबाट फर्केका छौँ